तपाईले पैसा ट्रान्सफर गर्ने बेलामा चाहिँ ओटीपी मागिरा हुन्छ या त पासवर्ड रिसेट गर्ने बेलामा ओटीपी आइरा हुन्छ 6 डिजिटको या त तपाईँ टिकटक होस् फेसबुक होस् विभिन्न ठाउँमा चाहिँ ओटीपी आइरा हुन्छ ऑन टाइम पासपोर्ट ओटीपी यो प्राय 6 डिजिटमै आउँछ सबभन्दा पहिला त यो तपाईको टेम्पोररी कोड हो जो केही समयको लागि मात्र हुन्छ 5 मिनेट 10 मिनेट आधा घण्टा यसले चाहिँ भेरिफाई गर्छ कि तपाईँ उसको ओरिजिनल युजर हो कि नै धेरै मान्छेहरूले चाहिँ यो ओटीपी को चक्करमा चाहिँ धेरै पैसा गुमाएको पनि तपाईको केसहरू छ र्यान्डम कल आउँछ म चाहिँ यो बैंकबाट बोलिरहेको छु तपाईँ यो आफ्नो यो ओटीपी मलाई पठाउनुस् तपाईको एकाउन्ट ह्याक भइसकेको छ तपाईँ यो ओटीपी पठाउनुस् अनि तपाईको एकाउन्ट चाहिँ सेफ हुन्छ यस्तो टाइपको कलहरू आइरा हुन्छ धेरैमा र मान्छेहरू झुकिन्छन् र छिटो छिटोमा चाहिँ आफ्नो ओटीपी चाहिँ दिइरा हुन्छ त्यो एकदम गलत हो तपाईको ओटीपी माग्ने अधिकार स्वयं बैंकले पनि तपाईलाई कल गरेर कहिले माग्दैन ओटीपी त्यसैले तपाईको मोबाइलमा आएको कुनै पनि ओटीपी होस् चाहे जीमेलमा आओस् चाहे तपाईको मेसेजमा आओस् सिममा तपाईले त्यो ओटीपी कसैसँग शेयर गर्नुहुन्न इनकग्निटो मोड धेरैले चाहिँ गुगल क्रोममा चाहिँ इनकग्निटो मोड अन गरेर त्यहाँ 3 डटमा क्लिक गर्यो भने यता हुन्छ क्याप लगाएको जस्तो एउटा लोगो होला त्यसलाई क्लिक गर्यो भने चाहिँ इनकग्निटो मोड अन हुन्छ अनि त्योबाट चाहिँ केही सर्च गर्यो या त केही वेबसाइटमा गयो भने त्यसको हिस्टोरी चाहिँ कसैले देख्न सक्दैन त्यो एउटा सेफ साइट हो भन्ने चाहिँ सबैलाई लागिरा हुन्छ र के सर्च गरिरा हुन्छ तर यो पूर्ण रूपमा गलत हो है इनकग्निटो मोडले चाहिँ तपाईले के सर्च गर्नु भएको छ तपाईको हिस्टोरी मोबाइल भित्रको हिस्टोरी मात्र सेभ गर्दैन तर तपाईले कुन इन्टरनेट युज गर्नु भएको छ तपाईले वेबसाइटमा के गर्नु भएको छ यो कुराहरू चाहिँ कसैलाई थाहा छैन भन्ने भ्रममा नरहनु होला यो जानकारीहरू चाहिँ अथोरिटीले हेर्न मिल्छ त्यसैले चाहिँ इनकग्निटो मोड अन गरेर चाहिँ जे पायो त्यो चाहिँ जता पायो त्यता वेबसाइटमा छिर्ने काम चाहिँ नगर्नु होला तपाईले नोटिस गर्नु भएको छ धेरै प्रोडक्टहरुमा एक्सपायरी डेट लेखिरा हुन्छ भने धेरै प्रोडक्टहरुमा चाहिँ तपाईको बेस्ट बिफोर यति मन्थ भन्ने लेखिरा हुन्छ यो दुईटा बीचमा एक्चुअलमा फरक के हो त म तपाईलाई सम्झाउँछु एक्सपायरी डेट यो प्राय मेडिकल लाइनमा हुन्छ औषधिहरुमा भो त्यसपछि तपाईको कृषि सम्बन्धीको औषधिहरुमा भो भेटनरी सम्बन्धीको औषधिहरुमा भो यिनीहरुमा चाहिँ एक्सपायरी डेट प्राय लेखिरा हुन्छ यसको मतलब के हो भने त्यहाँ यदि तोक्या छ भने 18 जुलाई 2026 यदि यो मिति तोक्या छ भने त्यो पछि चाहिँ त्यो युज गर्नै मिल्दैन यदि त्यो मिति पछि पनि युज गर्यो भने त्यसको जिम्मेवार चाहिँ त्यो आफै स्वयं हुन्छ त्यसैले औषधि किन्ने बेलामा चाहिँ त्यो एक्सपायरी डेट चाहिँ चेक गरेर किन्नु राम्रो हुन्छ ल अब बेस्ट बिफोर को मतलब बुझौँ है बेस्ट बिफोर को मतलब यदि कुनै प्याकेटमा बेस्ट बिफोर 9 मन्थ लेखिरहेछ भने त्यो 9 मन्थसम्म उसको स्वाद ताजापन गुणस्तर यो सब चाहिँ कायम हुन्छ र त्यसपछि चाहिँ बिस्तारै बिस्तारै बिग्रिदै जान्छ त्यसैले एक्सपायरी डेट लेखेको प्रोडक्टमा चाहिँ तपाईको डेट कटिसक्यो नाइसक्यो भने त्यो प्रोडक्ट फाल दिएकै राम्रो हो तर बेस्ट बिफोर को केसमा त्यो प्रोडक्टमा भर पर्छ त्यो फाल नै पर्छ भन्ने जरुरी छैन तपाईको 2 दिन 4 दिन या 5 दिन त्यो प्रोडक्ट हेरेर थाहा हुन्छ कुन प्रोडक्ट खराब भइसकेको छ या त 2-4 दिनमा भइहाल्छ भन्ने कुरो हो के तपाईलाई पनि पोइजनियस र भेनमस भनेको सेम हो जस्तो लाग्छ धेरै मान्छेहरुलाई चाहिँ यो लागिरहेको हुन्छ कि यो पोइजनियस र भेनमस भनेको चाहिँ सेम हो तर यी दुवै वर्डको मतलब फरक छन् पोइजनियस यस्तो प्लान्ट एन्ड एनिमल हो जसलाई छुँदा या त खाँदा या त उसको विष हाम्रो शरीर भित्र पुग्दा हामीलाई असर हुन्छ है उसलाई चाहिँ पोइजनियस भन्छ जस्तो कि च्याउ भो त्यसपछि केही प्लान्टहरु भो भ्यागुता भो यिनीहरुलाई छुँदा चाहे खाँदा हामीलाई असर हुन्छ दैट्स द पोइजनियस अब भेनमस को अर्थ बुझौ है भेनमस भनेको यस्तो जीव हो जसले टोकेर वा डसेर वा आफ्नो काँडाले विष चाहिँ मान्छेको एनिमलको शरीर भित्र हाल्छ अनि मान्छेलाई कुनै एनिमललाई चाहिँ असर पर्छ भने दैट्स द भेनमस अब एक्जाम्पलको लागि सर्प हो आफ्नो दाँतले चाहिँ विष हाल्छ त्यसपछि चाहिँ त्यसलाई के भन्छ स्कर्पियो बिच्छी जसले आफ्नो त्यो काँडाले चाहिँ विष हाल्छ मान्छेको शरीर भित्र दैट्स द मिनिङ अफ भेनमस ध्यान दिनु होला है मैले के भने उसले मलाई टोक्यो भने अनि असर मलाई भयो भने त्यो चाहिँ भेनमस र उसलाई मैले टोक्यो भने अनि असर चाहिँ मलाई भयो भने त्यो चाहिँ पोइजनियस दुवै केसमा चाहिँ असर मान्छेलाई नै हुन्छ है यस्तै अरु पनि इन्फर्मेटिभ भिडियो हेर्नको लागि मसँग जुड्नु होला।